काठमाडौँ निजगढ फास्ट ट्र्याकमा यति ठुलो ब्रिज बन्दैछ। हेर्नुहोस् त, यो नदीमा बकैया नदीमा बन्न लागेको ब्रिजको पछिल्लो अवस्था म देखाइरहेको छु। यहाँनिर चाहिँ फर्मा सेटिङ हुँदैछ, जुन चाहिँ ढलानको लागि पिल्लर भने अलरेडी पहिला बनिसकेको छ र दुवै साइडबाट बनाउँदै आइरहेको छ। उतापट्टिको साइडबाट पनि बनाउँदै आएको छ भने यतापट्टि पनि फर्मा राख्ने काम भइरहेको छ र बिचमा अहिले चाहिँ खाली छ, पिल्लर मात्रै देख्न सकिन्छ। यसरी चाहिँ निर्माण भइरहेको छ काठमाडौँ निजगढ फास्ट ट्र्याक। म यति बेला ब्रिजको यो भित्री भाग देखाइरहेको छु जहाँ यो कल्भर्ट निर्माण भइरहेको छ र यहाँनिर ढलान हुनेछ र यो ढलान भइसकेपछि फेरि यो भन्दा माथि एक तल्ला रहनेछ, जुन चाहिँ सडकको लागि गाडी गुड्नको लागि। र यो भित्री भाग हो, यो एउटा बक्स जस्तै हुनेछ होइन, पुरै लामो एउटा चाहिँ गाडी अट्ने खालको बक्स जस्तै हुनेछ र जुन माथि फेरि पनि ढलान हुनेछ त्यसको लागि भने यो फर्मा सेटिङ हुँदैछ। जुन यो चाहिँ यहाँबाट बाहिरी भाग हो, यतापट्टि फास्ट ट्र्याक देख्न सक्नुहुन्छ। म भने यो ब्रिजको भित्रको भाग देखाउँदैछु। साथीले उतापट्टि भिडियो गर्दै हुनुहुन्छ हैन। हेलो हेलो हेलो। हामी पुलको गरिम पनि छ, पुलको भित्री भागमा छ हैन त। पुलको यो भित्री माथिल्लो त अहिले ढलान भएको सेक्सनमा हामी चाहिँ अहिले भिडियो गरिरहेछौँ। योभन्दा माथि पनि ढलान हुन्छ है? माथि अप लास्ट हुन्छ। हो ल, यहाँ ठोकिन होला है राशि ताउनुहोस्। एकदमै ल होच छ। ल हामी चाहिँ यहाँबाट निस्क्यौँ है, निस्क्यो भाइ, निस्क्यो भाइ, निस्क्यो। ल निस्क्योस् है। लट्किन्छ यसरी। कहाँ हो कहाँ हो कहाँ हो? निस्किँदै हो पुलबाट? निस्किँदै हो, गाह्रो पर्छ। तरिका ल, पुलको भित्री भाग हो। हाम्रो साथी पनि हुनुहुन्छ यहाँ। ल ल हस् हस् ल, गरे ट्राभलर। ल यस्तो भन्दैछ है। ल र यो म पछिल्लो अवस्था देखाउँदैछु। यहाँ तपाईँले यो दृश्य देख्न सक्नुहुन्छ। यसरी बकैयामा ब्रिज नम्बर 11 यसरी बन्दैछ। यो चाहिँ एकदम ठुलो रहेको छ र बकैया नदीमा सुरुको ब्रिज हो यो चाहिँ। यो खोलामा नदीमा यो चाहिँ बकैया खोला ब्रिज, काठमाडौँ तराई मधेस फास्ट ट्र्याक एक्सप्रेस वे रोड प्रोजेक्ट, जुन चाहिँ ब्रिज नम्बर 11 यहाँनिर बन्दैछ र म अगाडि देखाउँदैछु। कुमार रोशन सिचुवान जेबीले निर्माण गर्दैछ। म तपाईँलाई यतापट्टिको तलको दृश्य देखाउने प्रयास म गर्दैछु। बकैया नदीमा यो निर्माण हुँदैछ। यसरी म भने यति बेला बकैया नदीमा छु र यतापट्टि यो बिच भाग हो। बिच भागमा चाहिँ पिल्लरहरू देख्न सक्नुहुन्छ यसरी, जुन पिल्लर र यतापट्टि भने नदी बकैया नदी र उतापट्टि भने पारीको पिल्लरहरू हो र त्यता पनि फर्मा सेटिङ हुँदैछ। मेसिन पनि, क्रेन मेसिन पनि लागेको छ। पारीपट्टि म उता गइसकेपछि उताको दृश्य पनि देखाउँछु। तर अहिले भने म यति बेला तपाईँलाई यहाँ बिचबाट देखाउँदैछु र यतापट्टि यसरी सेटिङ हुँदैछ, फर्मा मिलाउने काम भइरहेको छ। जुन चाहिँ बकैया नदीमा निर्माण भइरहेको पुलको दृश्य देखाउँदैछु। यो चाहिँ बकैया नदी बगेको देख्न सक्नुहुन्छ। अहिले पानीको बहाव कम छ, घटेको छ र त्यसै गरी अगाडिपट्टि तपाईँले देख्न सक्नुहुन्छ बेली ब्रिज हो, नेपाली सेनाले बनाएको बेली ब्रिज यही फास्ट ट्र्याक निर्माणको लागि यो नदीमा। र यतापट्टि यो पिल्लर देख्न सक्नुहुन्छ र म तपाईँलाई काठमाडौँ निजगढ फास्ट ट्र्याकको पछिल्लो अवस्थाहरू देखाउँदै आइरहेको छु। जुन चाहिँ यति बेला पनि फेरि पनि म पछिल्लो अवस्था तपाईँलाई देखाउने प्रयास गर्दैछु र यहाँ बकैयामा अब यसरी निर्माण भइरहेको छ ब्रिज। हिट हुँदैछ, हिट हुँदैछ, बढिया छ नि। हाँ चलता है, दिखाई दे रहा है, एकदम दिखाई दे रहा है, भाइरल हो जाएगा। त्यहाँबाट हेरौँ न है, त्यहाँबाट हुन्छ। ऊपर जाना है। ओके, म यति बेला यो ढलान भइरहेको ठाउँमा भित्र, इसको क्या बोलता है, इसको ये भीतर का भाग को क्या बोलता है? इसको
कलवट बोलता है। कलवट, ओ कलवट बंद। ओ माय गॉड। लो भाई इधर देखो, इधर छोटे छोटे भाई है। वाह, यो कलबट हो भाई, कलबट। ए पुलको कलबट। ऊपर से गाड़ी चलेगा। करेगा या वो रेडीमेड स्लैब ले रहा है, बनाई करेगा ना। ये हे यसरी यहाँनिर निकै लामो ब्रिज निर्माण हुँदैछ, जुन चाहिँ यहाँनिर फर्मा लगाएर चाहिँ अब ढलानको लागि तयारी बनाउँदैछ, जुन चाहिँ यहाँ देख्न सक्नुहुन्छ। र म अझ नजिकबाट देखाउने प्रयास म गर्दैछु यो दृश्यलाई।